कस्तो उकालो म त नसकेर छोड्ला यहाँ अलिक एकछिन यहाँ चिसोलेमा लास्ट ब्रिजको अवस्था खानालाई केही छैन लास्ट पानी फोर्छ This trail is so dangerous. Nancy. Hello. Happy Tihar. Happy Tihar, Papa Mamu. Thank you. आज कहाँ जानु लाग्यो? आज पोखरालाई हिँड्ने घुमे डाँडा जाने हो. Yes guys. There you go. टिका सिका लगाएर हामी हिँडेको off we go here. आज पर्दै आएका हामी देशतिर बटल्दै. There you go. मुलिङ आयो हामी मुलिङ 3 घन्टाको 3.5 घन्टामा आयो है ठ्याक्कै 3.5 घन्टामा हामी मुलिङ आयो आज चाहिँ बाटो खाली भएको भएर छिटो आयो तर हामी 3 घन्टा पुग्थ्यो हेर आज गाडीले अलिकति टेन्सन दिएको एकछिन हिट भएर गाडी अलिकति टेन्सन भयो एकछिन तर इट्स अल फाइन अब हामी आबु खरेरीमा अलिकति रिसुलाई डिनर गराएर हामी सिधै घाचोक पुग्ने प्लान छ घाचोक यसको हेम्जाबाट भित्र जानुपर्छ अनि घाचोक पुग्ने प्लान छ लो बाटोमा अब चाहिँ अब त 2 घन्टा मजाले पुगिन्छ हौ हामी त घाचोक पोखरा आयो पोखराबाट हामी अब हेम्जातिर लाग्दैछौँ अब पोखरा बसेर हुन्थ्यो तर फेरि भोलि बेला सजिलो हुन्छ भनेर हो अब यहाँबाट मिलन चोकबाट हामी हेडिङ टुवर्ड्स घाचोक है त आज नै 8:30 भयो 7 आवरको राइट पछि हामी यहाँ पुगेर घाचोकमा पोखरा नै बसेर हामी सिधै माथि आइदिएको अलिकति गाडी कम भएको भएर 7 घन्टामा आइपुग्यो हामी अब यहाँ रेस्ट गर्ने आज इस्युहरू यहाँ रेस्ट गर्छ भोलि बेला हामी उठेर यहाँबाट जान्छ हस् भोलि सजिलो हुन्छ भनेर हामी मजाले यहाँ आयो घाचोकको भ्यू भोलि हेरिन्छ है त छ बज्यो यहाँबाट हामी टक्कै हिँड्छ ब्रेकफास्ट खाएर गुड मर्निङ सो एक्साइटेड कहाँ जानु लाग्यो तिमी हाई फाइभ ए त्यो कुन हिमालय भन्छ तिर्सु माछा पुच्छ्रे यहाँ जाने माछा पुच्छ्रेमा सनराइज हुँदैछ है माछा पुच्छ्रेमा लुक्कै घाम लाग्यो ए त्यसरी देखेको घर त्यहाँ पुग्छ हाम्रो यहाँ हामी अहिले यहाँ छौँ 7:30 भयो सो हेडिङ टु सरिफाखाना यस्तो राम्रो रहेछ यो चाहिँ घाचोक यहाँबाट 15 मिनटको राइडमा हामी सरिफाखा पुगेर घाचोकबाट सरिफाखासम्म बाटो त डेन्जर रहेछ यार मतलब ढलान छ तर हाम्रो गाडी चाहिँ आउँदैन कार चाहिँ चान्सै छैन सरिफाखा है त ल फाइनली यसो हाइक स्टार्ट भयो हाम्रो भाइ पनि छ भाइले हाम्रो ब्याग माछा लगिन्छ फेरि गो सरिफाखा ठ्याक्कै 8 बज्यो ल माछा पुच्छ्रे त यहीँ छ त्यसो अन्नपूर्ण थर्ड डे युसेस हाइक गरेर छ युसो सुरुमै सरिफाखाबाट माथि उकालो पो आयो त छोरी यार प्लेसले गाह्रो भयो ल ऊ त्यहाँ गएर पापाले बोक्छ ल हिँड मामुसँग हिँड ल सो ब्युटी आज वेदर लास्ट राम्रो भएको छ वेदर सो टु गुड हिजो हल्का पानी परेको थियो तर आज सब क्लियर छ यसो के छ कस्तो उकालो लास्ट उकालो रहेछ है यत्तिको माउ उहाँ पुगिसक्यो मलाई सुक्यो हो ए हामी 1 घन्टा भयो हिँडेको माथिबाट साह्रै उकालो रहेछ अब हामी हिँडेको कति लाग्दैछौँ यहाँ त नजिक छ तर इट्स फार अवे भेरी वेल डन गुड हाइकिङ कस्तो राम्रो देख्यो माउन्टेन्स है गो सम्मबाट देखार त हिँड्छ यो आन्सी मजाले टी हाउसमा छ ल लेट्स गो टी हाउस त्यहाँ छ ल माउन्टेन्स there you go yes विनायक हिँडिसक्यो 15 मिनट हिँडिसक्यो इन्जोय गर्छ स्विङ आएर युसुले ढकाल्दैछ पापालाई स्विङ 1 घन्टा 15 मिनट हामी आइपुग्यो टुपु टी हाउसमा भेरीको हल्का युसुलाई खुवाएर फेरि जानुपर्छ हामी माथि मामुला टोक्यो यसले
मरिसक्यो आफै मरिसक्यो अरे जुगाल टोकिसक्यो नेचुरल हब फर यु गाइज टुबु डाँडाबाट माथि हिँडेछौँ हामी थोरै हिउसोलाई खाना खुवाएर थोरै भोकलाई यसो होस् दिँदा छ भेरी नाइस त्यही देखाउनु पऱ्यो नि हो नि ल कहाँ पुऱ्याउनु हजुर हिलेखरबाट ए ल यहाँ कति टाइम लाग्छ हिलेखर पुग्नु अब ए हो हिलेखर त देख्यो अब हिलेखर पुग्नु लाग्यो हामी देरीको हिलेखर जति हो टु डाँडाबाट हिँडेको 45 मिनट्स भयो अब 20 मिनटमा हामी पुग्दो रहेछ के भन्छ हिलेखरका युसो वेलकम वेलकम टु हिलेखरका तेरीको पुरिच हिलेखरका है त 1 घन्टा त्यो डाँडाबाट बाजा यहाँ धारा छ पानीको कता त्यहाँ छ बेबी वेलकम टु खुमे ब्लग कहाँ आयो छोरी फेरि तिमीले 35 मिनट अब चाहिँ लास्ट उकाल्दै त यार लास्टै गाह्रो उकालो भयो यार कति पछि हिँडेको भएर होला म त नसकेर छोड्ला यहाँ हालिदिएको एकछिन यार चिनी आयो यहाँ पनि खाने लन्च अराउन्ड 2500 मिटरमा आयो होला माथि यहाँबाट आउनु हामीले यहाँ 1.5 घन्टा लाग्यो यार लास्टै ठाडो उकालो चिसोनीमा लास्ट बिजोको अवस्था खानालाई केही छैन लास्ट धेरै मान्छे यार खानै छैन यसो खाना खाइरहेछ हाम्रो त खानै छैन त फेरि दालै सकियो अरे फेरि कस्तो रहेछ हेर न यस्तो धेरै सबलाई यहीँ बोलाएछ कि मान्छे तर सबै खाली थियो यार हालत छ यस्तो हालत छ यहाँ त राइट खानाको लागि हाहाकार सब गयो मान्छे अहिले झन्डा खाना पायो यार ठ्याक्कै 1:38 भइसक्यो लिएर त हामी आएको चिचिमले त लास्टै वर्स्ट ठाउँ भयो यार हामीलाई है नखाना पायो हेर न 1 घन्टा हाम्रो वेस्टेज भयो टाइम पनि 2 भइसक्यो भने हामी यहाँ 12:30 बजी आएको 1.5 घन्टा हामीलाई यहाँ बसाल्थ्यो यार हामी 2:30 बजी यहाँबाट हिँडेछौँ हाम्रो अझै 4 घन्टा हिँड्नै पर्छ यार राइट ठाडै उकालो छ त यार भेरी गुड भेरी गुड भेरी गुड आयो हामी देउराली आयो 1 आवरमा हामी पुग्यो त्यहाँबाट हजुर हिलेखरकोबाट राम्रो होटल जाने माथि छ ल देउराली पनि कटेर हामी अरूलाई भ्यू पोइन्टतिर रेस्ट क्याम्प र खुमे डाँडा हो यहाँ चाहिँ 1 घन्टामा आयो अलिकति त्यसै बाटो अलिकति तान्यो भने छिटो पुगिन्छ नि त तर एक्चुअली मेरो खुट्टा नसा च्यापेर अलिकति गाह्रो भएको थियो कि मलाई फुटसल खेलेर त्यही पनि म आँटर आइदिएको यार भन्न आइरहेछ यहाँसम्म चाहिँ साथ दिइरहेछ के भएको छैन हेर्सी लास्ट फोर्छ पानी हेर्नु न लास्ट पानी फोर्छ यु क्यान सी त्यही भएर यहाँ पानीको चाहिँ लास्ट समस्या छ त्यही भएर पानी चाहिँ जति हुन्छ बोकेर आउनुपर्छ यो ट्रेकमा ट्रेकमै देउराली डाँडा आयो हल्का यसो न्याप्लिएको छ तर हामी तलै छौँ त्यस्तो घोडे होइन त्यस्तो उसलाई अल्छी लाग्यो हिँड्यो पनि लास्ट हिँडेछ आज जुसी निद्रा लाग्यो एकछिन एकछिन रेस्ट क्याम्प गरेर उठाइदिनु पर्यो रेस्ट क्याम्प जाने उकालो त कस्तो उकालो हो क्यान गो सकिन्छ हामी जान ओके ओके ल जाउँ है बिस्तारै छ र बिस्तारै सबै हिँडेका छौँ यस पुगिसक्यो मान्छे माथि छ 1 घन्टा 15 मिनटमा हामी रेस्ट क्याम्पमा आयो गाइस वेलकम टु रेस्ट क्याम्प है बिहान 8 बजी हिँडेको हामी 4:30 भइसक्यो अझै माथि पुग्नु छ दिस इज रेस्ट क्याम्प अब माथि पुग्नु पर्ने हुन्छ हामीलाई त्यहाँ माथि बस्ने हो भेरी गो छोरी त्यसो लास्ट पुस है लास्ट पुस छ हामीलाई
अब 1.5 घन्टा छ वक। अब यो रेस्ट क्याम्पबाट हामी माथि लाग्यो, पौने 5 भयो, लास्ट पुग्छ। एटलिस्ट 6 बजीसम्म अगाडि गयो भने हामी उजाला पुग्छ है। कमेट डाँडा वेयर कमिङ। यस कम अन दिस आवर लास्ट पुस। हेर नि मान्छेहरू कहाँ पुगिरहेछ हिँड्न चाहिँ फेरिको मान्छे हिँड्दैछ त्यहाँ। यस्तो माथि गएर उहाँ पुग्नुपर्छ त्यो त छैन, तर ठाडो उकाल्छ यार। हेलो के छ खबर? कमेट डाँडा पुग्नु लाग्यो है। ए सनसेट नै हेर्ने यसरी हामी पुग्नु लाग्यो। ब्रदर के छ खबर अनि? एकदम ठिक छ नि? अब हामी पुग्नु लाग्यो नि त? हेलमेट डाँडामा आइपुग्यौँ। यस 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 कुन डाँडा हो? हेलमेट डाँडाको ए लु डाँडा हुन्छ है। ए नाइस नाइस। लेजर आमामा हो आमामा हो हामी हाइट ममता पुग्यो। 45 मिनट चाहिँ यहाँबाट अझै यो कालो आमामा हो राइट। सही 45 मिनट हिँड्छ। रक रक स्टार यान्सी आई लभ यु। भेरी गुड। सनसेट हुँदैछ है, कन्सेट खतरा भएर सनसेट हुँदैछ त। कस्तो राम्रो भएछ है, कस्तो राम्रो देखेँ। हिस्ट्री पापा ओरेन्ज ओरेन्ज हो, ओरेन्ज ओरेन्ज सनसेट पनि ओरेन्ज ओरेन्ज हेर न यहाँ। वाह वाट अ कम्बिनेसन है सरी। ल लभ यु। I love you. I love you. कहाँ उकालो जानु लाग्छ तिमी? उकालो गुड गुड बिस्तारै बिस्तारै हस्। माउन्टेन साइड है, रेस्ट गरेको छ नि यो चाहिँ हेर्दा। गुड रेस्ट। 5:50 भयो त यार, रात पर्ला नि त। यहाँ रेलिङ हाल्दैछ राइट। लास्ट ठाडो उकालो राइट। थ्याङ्क यू सो मच है। भाइले चाहिँ हामीलाई यहाँ बच्चा भएर यहाँ रुम मिलाइदियो। यहाँ रुम नम्बर यस्तो प्याक छ यो होटल। यो यार 10 घन्टाको हाइकपछि हामी आयो यार 6:30 बजे। 6 बजे हामी मजाले पुग्यो यार, 6 बजे मजाले पुग्यो। रात भयो तर लास्ट चाहिँ एउटा रहेछ कि सेफ आयो, राम्रो छ। यो सिजन चाहिँ ल यो चाहिँ हामी सङ्गिला होटलमा बस्छ जस्तो लाग्छ मलाई। रुम पायो रमाइलो भयो। कुन डाँडा आएको तिमी? खुमै डाँडा आएको है। वेल डन युवान चाहिँ है। आज धेरै हाइक पनि गरेँ यसरी है। गुड जब, हाई फाइभ। यस ल भोलि चाहिँ मजाले यहाँ भ्यू हेर्दै जाने हस्। यसो पनि 10 घन्टाको वकपछि यहाँ आयो। लङ डे भयो आज है छोरो। ल यसरी अब के खान्छ एन्ड देन सिल गो फर बेड। 3 बजी उठ्यो, 3:45 भयो। अब कोजन जाम भनेको म एक्लै भइदिएँ यार। त्यो भाइहरू त गइसकेको छ, एक्लै भइदिएँ म त। अब यताबाट अब कोही मान्छेसँग गएसँगै जानु पर्ला यार। यति जस्तो लाग्छ मलाई पनि है। 3 बजे यार लास्ट चिज छ भनेछ होला अहिले त यार। एउटा मान्छे हिँड्नु देखिरहेछ 4-15 मेरो चाहिँ एक्लै हिँड्छ। यहाँ डरायो के आएको छ र हिँडेन के हो र? भालुहरू हुँदैछ क्या झन्डै 25 मिनट छ है। अब कोसँग 25 मिनट, म हिँडेको त 1 घन्टा 15 मिनट भएछ यार। कस्तो खतरा देखिरहेछ यार। फेरिको 1.5 घन्टा पुग्यो यता त। अहिले खुल्छ अहिले। गो द ब्युटिफुल माछा पुछ्रे हाइट अन्नपूर्ण रेन्ज है यो चाहिँ। अनि धेरैको सनराइज रेडी छ है। यस्तो खतरा देखिरहेछ सनराइजहरूलाई। गाइज वेलकम टु कोर्साङ डाँडा। सनराइज हुनु है, सनराइज हुनु लाग्यो। गोल्डन आसे त देखियो। ये there you go sunrise. मोबाइल देखियो यो बेला मोबाइल देखियो। यो त सोबे त हेरि This looks so beautiful है। हाइट है ल गाइस टाइम टु से गुड बाई फ्रम कोर्सा डाँडा। अब यहाँ हामी जान्छौँ 6:30 बज्यो, 6:30 भयो। अब विल गो डाउन। सनराइज याद छ। युसिएर तल भेटेर अब ब्रेकफास्ट खाएर हामी फेरि तल लाग्नुपर्छ।
Nice. There you go. Goodbye from Koh Chang. यो रुट चाहिँ यो मार्दी ट्रायल. दिस रुट इज आवर मार्दी ट्रायल. यो रुट चाहिँ मार्दीकै भ्यू नि हो. Here you go. यस्तो खतरा देख्छ यहाँ बवाल देखेछ. यहाँ घोडा हामी यस्तो गर्दा यहाँ खोर्सेको आएको या त बेला पो आइरहेछ त मान्छेहरू यार है मान्छे धेरै त यो त आधी मान्छे होला अहिले त्यही होला अझै हेरेको खोर्सेको मान्छेको भिड छ किनकि अब ओह्रालो झम्झालो हुन्छ तपाईँ युएनसीलाई भेटेको फाइनली पापा उहाँ गएर आएको युसी हेर त पापा उहाँ गएर आएको नि उहाँ चढेर आएको पापा त उत्तरमा चढेर आएको दिस इज भेरी ब्युटिफुल भ्यू फ्रम कुमै डाँडाबाट राम्रो भ्यू देख्छ यो चाहिँ अन्नपूर्ण दिस इज युसी दिस इज माछापुच्छ्रे देयर यु गो कस्तो राम्रो रेन्ज बेबी कस्तो लाग्छ ए बनाउनु है यिनी हो रमाइलो भयो हेre's the view पोखरा घाँचोक देख्दैछ माथि त्यहाँबाट आएको हामी there is you see the view over here right there you go it's time to move from here last राम्रो भयो you should down हिँड्नु सबै 5-6 घण्टा पुगिहाल्ला 9:30 भयो ठ्याक्कै ल it's time to go तर यो लास्ट उकालो छ यार एकैचोटि 3200 चढेको भएर तलबाट लास्टै उकालो थियो हिजो त लास्टै गाह्रो भयो हामीलाई पनि तर एक स्टेप लिएर एक स्टेप कतै बसेर आउँदा राम्रो हुन्छ यो ट्रेकमा यो बिगिनर्स ट्रेक चाहिँ होइन है लास्टै उकालो छ ल अब हामी यहाँबाट हिँड्छौँ लेट्स गो फेरि भेटौँला लेट्स गो बाई सी यु नेक्स्ट टाइम सी यु नेक्स्ट टाइम ल बाई युसु ल टेक केयर बिस्तारै जा भयो तल हस् ओके लेट्स गो यहाँ छ लिस्टहरू है हिजो बेलुका थाहा पायो के थाहा पाएन आज राम्रो देख्छ लेट्स गो टफेस्ट उकालो चाहिँ यही हो है बेबी सबभन्दा टफेस्ट उकालो चाहिँ यही हो दिस इज द टफेस्ट वान है लेट्स गो लेट्स गो दिस ट्रेल इज सो डेन्जर बाटो मात्रै हेरेको लास्टै प्रेसरको ट्रेक रहेछ यो त यार ठाडो हिँड्यो यार खुट्टा त मेरो गइसक्यो यार छोटो पुगेर लानुपर्छ तलसम्म 11 बजे यहीँ लन्च खाएर रेस्ट क्याम्पमा लन्च खाएर जाने भन्ने कुरा भयो हाम्रो चिचिमले भयो यो होटल फेरि अस्तिको ताल जस्तो यो होटलमा भएको छ फेरि अहिले 3 घन्टा 3.5 घन्टा हिँडेर यहाँ आइसक्यो माथिबाट है अब हिँडे खर्क हुँदै हामी माथि जान्छौँ तर झर्छौँ दाइलाई फोन गरेर गाडी मगाउनु पर्ला सरीपाखासम्म यसको ट्रेकिङ गएको थाक्यो त के थाक्यो अन्धकार छ यसो पानी पर्यो नि त मामु पानी पर्यो हिले खर्कमा आएर पानी पर्यो फाइनली 4 बज्यो अब 2 घन्टा वाक छ यार तर पानी पर्यो यार we have to go we can't do anything else it's raining guys it's raining धन्न हामी लकी भयो धन्न तल आएर पानी पर्यो यार है यसो सरी फ्याका झर्न लाग्यो आया अब यहाँ दाइले हेल्प गरिदिनु भएको छ हामीलाई यो होटलको दाइले यार झुल्ला बोकिदिनु भएको छ लास्टै खुट्टा खाएर
लास्ट कन्डिसनमा पुग्यो यार यसपालि ल युसे आयो हामीले आयो यहाँ दिदीको होटेलमा हामी संयुक्त होटेल घाँचोकमा पुग्यो यार धेरै 3 बजी उठेर हिँडेको म भ्यू पोइन्ट म चाहिँ अनि यिनीहरूलाई 9:30 बजी हिँडेको म उताबाट लास्टै हिँड्नु पऱ्यो आज पानीले पनि चुट्यो यस्तो अनम्यानेज रोड छ बस धेरै छ है तर भ्यू चाहिँ अति राम्रो छ त्यही म्यानेज गऱ्यो भने लास्टै राम्रो देखिसक्यो अलिकति होटलहरू व्यवस्थापन भयो भने राम्रो हुन्थ्यो तर अझै टाइम लाग्छ ल 7 बजी आयो वेट फर आवर ब्लग हाम्रो यो ट्रिप पनि एन्ड भयो खुबै डाँडाको ट्रिप एन्ड भयो सो वी आर हेडिङ गाइस कसो भयो ट्रिप रमाइलो भयो Tyler. ओ ल नेक्स्ट टाइम फेरि हामी हाइकिङ जाने हस् ल अन्टिल नेक्स्ट टाइम सी यु अगेन See you again. Bye. किप ट्राभलिङ किप हाइकिङ है Keep अब hyping. या यो चाहिँ अब आफै हिँड्छ पछि हस् लास्टै राम्रो ट्रेक भयो अलिकति खुट्टा हाम्रो दुखाइ छ त्यो दिन चाहिँ नो वरिज सो फाइनली गुड बाई सी यु नेक्स्ट ब्लग Bye.